हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई अनदर भिडियो। हजुरहरू के कसो हुनुहुन्छ होला, आइ होप सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु गाइस। म अहिले चाहिँ कहाँ जाँदैछु भने नि म चाहिँ एकदमै खुसी भएर पुरा हाँस्दै नै जाँदैछु है। मेरो चाहिँ साथीहरू मलाई चाहिँ भेट्न आएका रहेछन् घरमा, अनि म चाहिँ परसम्म लिन जाँदैछु है मेरी साथीहरूलाई चाहिँ। हाम्रो चाहिँ 3 साल बाद भेट भएको हो नि त, त्यही भएर खुसी नहुनेको त कुरै भएन है गाइस। फाइनली गाइस मेरो चाहिँ बेस्ट फ्रेन्डसँग पनि भेट भइसकेको छ। यो चाहिँ मेरो स्कुलदेखिकी साथी हो नि, एकदमै हामी चाहिँ कति मिल्छौँ कति अनि यो चाहिँ हो मेरी अर्की साथी, यो पनि बेस्ट फ्रेन्ड हो। हामी स्कुलदेखिका नि साथी हौँ है, कति मिल्थ्यौँ हामी पनि। अहिले हेर्नु न मलाई के लिएर आएको छ भेट्नको लागि। मैले चाहिँ अहिले साथीहरूलाई घर लिएर आइसकेकी छु। एकछिन बसेर पानी सानी पिएर अनि फेरि हामी चाहिँ यहाँ फोक्से काटेर खाने भनेर नि त मलाई पनि एकदमै खाउँ लागिरहेको थियो। मेरो साथीलाई चाहिँ नकाट्न, म काट्छु भनेको मै काट्छु भन्न थालेँ, अनि यहाँ काट्न दिएँ मैले पनि उसलाई। अनि हामी चाहिँ गफ गरेर बसिरहेको थियौँ फोक्से काट्दै है। मेरो साथी चाहिँ हेर्नु न मलाई के भन्दै जिस्काइरहेकी थिइन् है। लु है गाइस, अब चाहिँ मेरो साथीले फोक्से पनि काटिसक्यो, अनि हामी चाहिँ सबैजना भएर गफ गरेर बसेर खाँदैछौँ। एकदमै मिठो भइरहेको थियो। अनि हामी चाहिँ स्कुलका पनि कुरा गरेका थियौँ, यस्तो हुन्थ्यो नि त्यस्तो हुन्थ्यो नि भन्दै। यता चाहिँ आमाले फेरि सेलरोटी र चिया ल्याएर दिनुभएको छ। यो साथीलाई चाहिँ एकदमै मनपर्छ है सेलरोटी, ऊ चाहिँ बेङ्गोली साथी हो नि त मेरी। हामी चाहिँ रोटी सोटी खाइसकेर टन्नै भएर चाहिँ बजार जाँदैछौँ है। मेरो साथी एउटीको चाहिँ बजारमा हो नि त, अनि एउटीको चाहिँ छेउमै हो, अनि उसको चाहिँ काम थियो अरे बजार जाने पनि, अनि अर्की साथीलाई पनि पुर्याइदिउँ भनेर हामी चाहिँ निस्किसकेका छौँ। अहिले चाहिँ बुनु म छोरी साथी 2जना भएर निस्किसकेका छौँ, जाँदैछौँ अहिले चाहिँ। हामी चाहिँ यता बजार पुगिसकेर फार्मेसी पसेका छौँ। मेरो साथीकी छोरी चाहिँ अलिक बिरामी रहेछ नि त, अनि दबाई लिनको लागि। अनि म चाहिँ यता बोलाउँदै थिएँ, बोल्न पनि भ्याएकी थिइनँ नै। मैले चाहिँ यता लिएकी छु यहाँ सर्दीको दबाई, छोरीलाई सर्दी लागिरहेको थियो नि त। अनि यता मैले लोसन लिएकी छु, पाउडर अनि साबुन लिएकी छु। मैले चाहिँ लिएर आउनै बिर्सेछु नि त घरदेखि। आज ये वीडियो कितने साल बाद देखेंगे? अगले बार जब आएगा तो मेरे साथ हो जाएगा। शादी करोगी? हो जाएगा ना कितना जल्दी करोगी शादी? और 3-4 साल बाद। ठीक है, कर लेना डन। गाइस यता मेरी साथी भन्दै थिए त अर्को पालि आउँदा त मेरो बिहे भइसकेको हुन्छ होला भनेर भन्दै थिएँ। अनि मैले चाहिँ ल डन बिहे गरै छिटो भनेर भन्दै फेरि हामी चाहिँ त्यसपछि यता आएका छौँ पानीपुरी खानको लागि। पानीपुरी चाहिँ एकदमै मनपर्छ है गाइस, मलाई चाहिँ कति मनपर्छ। यता लु है गाइस, अब चाहिँ हामी सबैजना भएर पानीपुरी खाँदैछौँ। आज त कति खाइयो है, घरमा पनि सेलरोटी खाएर गइएको, अनि बजारमा गएर पनि खाँदैछौँ। यो साथीलाई चाहिँ खाने मन लागेन अरे नि त, ऊ चाहिँ पुरा पेट भरियो अरे, अनि त्यहाँबाट म चाहिँ खान्न भन्दै थिएँ। अनि हामी चाहिँ यहाँ सबैजना भएर बसेर खाँदै थियौँ है। हामी चाहिँ अहिले पानीपुरी खाइसकेर यता फेरि साथीको घरमा गएको छौँ। यो साथीको घर चाहिँ यहीँ हो नि त बजारमा, अनि हामी चाहिँ यसलाई घरमा पुर्याउन आएका थियौँ। गाइस अब चाहिँ हामी निस्किसकेका छौँ साथीको घरदेखि। साथीलाई चाहिँ बाई गर्न भनेर भन्दै थिएँ, यहाँ चाहिँ बाई गर्दै चाहिँ मेरो साथी चाहिँ। अनि मेरो साथीले चाहिँ केही नखाइकन गयो भनेर कस्तो मन दुखाउँदै थिएँ। अनि म चाहिँ एकदमै खानै मन थिएन नि त, अनि अब कहाँबाट खानु है, कस्तो मनै लागेको थिएन, पेट पनि खाली थिएन नि त। त्यही भएर हामीले चाहिँ केही नखाइकन निस्किसकेका छौँ घरको लागि। हामी चाहिँ बाटामा आउँदै रिल पनि बनाउन भ्यायौँ है गाइस। अहिलेको लागि यति नै, फेरि भेट्नेछु अर्को भिडियोमा।